अबको केही दिनमा रासपाका वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा झन्डै 2/3 शक्तिशाली सरकार बन्दै गर्दा भारतले नेपाली भूमिमा धावा बोलेको छ। नेपाली भूमि लिपुलेख हुँदै भारतले चीनसँग व्यापार गर्ने सुरु गरेको छ। भारतको पिथौरागढका जिल्ला अधिकारी आशिष भद्गालेले यो व्यापार मार्ग जुन 1 मा पुनः खुल्ला गरिने घोषणा गरेका हुन्। यो बाटो 5 वर्षदेखि बन्द थियो। व्यापार बन्द हुँदा धेरै व्यापारीले ठूलो क्षति बेहोर्नु परेको उनको दाबी छ। लिपुलेख पास नेपालको पश्चिम सीमामा पर्ने लिपियाधुरा क्षेत्रबाट करिब 55 किलोमिटर भित्र पर्ने भूभाग हो। यस मार्ग प्रयोग गरेर व्यापार गर्न भारतको विदेश मन्त्रालयले अनुमति दिइसकेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। यस अघि नेपाललाई जानकारी नदिई भारत र चीन बीच सहमति हुँदा नेपालले विरोध जनाएको थियो। लिपुलेख नेपालको भूमि भएको दावी गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान संशोधन गरी नयाँ नक्सा सार्वजनिक गरेको थियो। त्यसबेला भारतले असहमति जनाएको थियो। हालसम्म पनि लिपुलेख क्षेत्रमा भारतको नियन्त्रणमा छ र त्यहाँ सेना तैनात गरेको बताइन्छ। काठमाडौँका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा लिपुलेख समेटिएको चुच्चे नक्सा राखेर चर्चा बटुलेका थिए। तर उनी प्रधानमन्त्री बन्ने चर्चा भइरहेका बेला दुई छिमेकी देशले पुनः चासो देखाएका छन्। भारतीय समाचार संस्था पीटीआईका अनुसार करिब 6 वर्षपछि लिपुलेख हुँदै भारत चीन सीमा व्यापार फेरि सुरु हुने तयारी भइरहेको छ। पिथौरागढका प्रमुख जिल्ला अधिकारी आशिष भट्टगालेले जुनदेखि सेप्टेम्बरसम्म चल्ने व्यापार सत्रका लागि केन्द्र सरकारको निर्देशन अनुसार तयारी पूरा भइसकेको बताएका छन्। यो विषयले आगामी दिनमा नेपाल, भारत र चीन सम्बन्धमा नयाँ बहस र चुनौती ल्याउन सक्छ। हामी निरन्तर अपडेट दिनेछौँ। च्यानललाई सब्स्क्राइब गर्नुहोला।